गर्दा एक दिन बास बसेर अनि मात्रै पुगिन्छ भनेर ठिकै छ त्यो पनि के दूर हो र त्यतिको हामी पनि एक दिन बास बसेर पुग्नु गयौँ 2 दिनको बाटो त हिँडिहालिन्छ भनेर खुसी भएछन् किन राम्रो देखे मान्छे साह्रै राम्रो छ अनि लगन फोन गरेर अहिले कहिले लगन गरिन्छ भने त ठिकै गरेर भोलिकै पर्सिकै बनाउँ न अब कति तला बनाउँ यो बाटो अनि यसो बनाएर गोरिया पनि त केही किन्नु पऱ्यो एउटा छोरी सँगै पैसा त कमी भनेको चोरमा राम्रै उनले आएरै गएको थियो पैसा त अनि चाँदीहरू किन्नु पऱ्यो बिएसिए गऱ्यो ट्र्याक्टर गऱ्यो जहाँ चाहिँ राम्रो बाई हो भनेर बाबु आमाले खुसी भयो लिएर गयो बाटोमा जाँदाखेरि बाटोमा बास बस्नुपर्ने एउटा त्यति पार्टी प्रोग्राममा बास बसेछन् अब त्यतिखेर चाहिँ अनि गएर त्यो श्रीमतीलाई श्रीदेवीलाई भन्नु श्रीमती नि भन्नु बिहे गरेर लाग्यो श्रीमती मेरो एउटा खराब काम छ तिमीलाई भन्नु कि नभन्नु अब तिमीलाई नभने कसलाई भन्नु तिमी अब पनि घर तिमीहरू बिहे गरेर ल्यायो के छ मेरो पेसा चाहिँ चोर्ने छ चोर छु म ठुलो डाका हुँ भनेर भन्छ अनि उनलाई त खाँदैबाट खसेर भयो के भन्नु अनि उनले भनेछन् ठिकै छ तपाईँको चोर्ने पेसा रहेछ मेरो पनि एउटा पेसा छ भन्थे के छ भन्दाखेरि म चाहिँ कुनै बाहुनलाई यसो टिको लगाएर नदिकन भात खानु भोजन गरिदिनु बाटो घाटो अहिले नास्ताहरू खानु भनेको कुरो नै बाटा घाटोमा ब्राह्मण पनि हुँदैन तर घरमा पुगेपछि एउटा ब्राह्मणलाई यसो टिको लगाएर नदिएर 2 पैसा दान नगरिकन हाम्रा घरमा माइतमा पनि त्यो गर्दैन म पनि त्यो गर्दिनँ मेरो पनि त्यस्तो बानी छ तपाईँको त्यस्तो बानी रहेछ ठिकै छ अब भगवान्ले सबैलाई त्यस्तै बानी दिएको छ कोही चोर हुन्छ कोही डाको हुन्छ कोही राम्रो काम गर्ने हुन्छन् कोही नराम्रो काम गर्ने हुन्छन् त्यस्तै हो आफ्नो पेसा त्यस्तै हो अब जाउँ अब बिहे त भइहाल्यो भनेर गए उहाँ गएपछि घर त राम्रो छ चोरको त उसलाई एउटा श्रीमतीको मात्रै खाएको थियो अरू त चोरेर ठुलै घर भरेको अनि त्यहाँबाट चाहिँ गइनु भने बास बसेर दुर्गापतितिर गए बिहान उठेर सबै कुरो खाने कुरो छ अब सबै यस्तो यस्तै अब सिजन पनि ट्याक्क मिलेको सबै कुरो बट्टा सट्टा चोरेकै हो डाका गरेकै हो हुन सबै छ अनि सबै दाम बनाएँ खान्छ खानेलाई लु श्रीमान तपाईँ एउटा बाहुनको कुरो ल्याउनुहोस् भनेर भन्छन् पाइँदैन त यहाँ त बाहुन्छ के कुरा गर्छ यो चोर्नु भनेर कोही पनि आउँदैन भन्छ है होइन यो कुराको त भएन नि तपाईँ चाहिँ अब चोर्ने भन्नुहुन्छ मलाई त भन्छ छ यो त भनेर झगडा पऱ्यो झगडा पनि एउटा वाद विवाद पऱ्यो अन्त म त्यसो भने मान्छे खान भन्दा बाहिर आएर पिँढीमा बस्नु थालेँ नै कुर्सीमा काम बस्यौँ अनि त्यतिखेरै शङ्ख बजेछ दोहोरो धोइ शङ्ख बजेछ क्या शङ्ख बजेपछि होइन त्यो शङ्ख त कि एकरो शङ्ख बजेको छ मान्छे मरेको हुन्छ दोहोरो शङ्ख त बाहुनले बजाउँछ नि त्यहाँ जानुहोस् न ऊ त्यहाँ शङ्ख बजेको त भनिथिन् कि अनि हो यहाँ पनि कोही आयो कि के हो साधु भनेर ल चाहिँ पर्खिँदै गएर त म जान्छु भनेर यसो पर्खेर झाडीएर चाहिँ उतापट्टि बर्फी रोपेको रहेछ त्यहाँबाट चौतार रहेछ पर्खेर हेटी पानी पनि रहेछ त्यहाँ एकजना साधु आएछन् र बसेर यसो पाठ पूजा गरेछन् यति लामो दारी भएका साधु अनि त्यहाँबाट समाधि लगाएछन् त्यहाँ प्रणाम गरेर त्यहाँ आँखा चिम्लिएर यसरी मन्त्र जस्तै बोलेछन् यस्तो हेर चोरले गएर हो यी साधुले त मलाई चोर भनेर कुनसँगलाई खाना ल्याएर पनि राखिदिनु पऱ्यो भन्ने विचार गरेछ फरक्क फर्केछ रथन तिमीले भनेको हो साँच्चै रहेछ साधु नि रहेछन् ल्याउ त्यो पकाएको खानामा लगेर दिन्छु भनेर पक्कै हो त हो लु भने एउटा थालामा त्यो खाना राखेँ अर्का थालाले छोपेँ र लगेर दियो साधुले खाए खाना साधु उहाँ जाँदाखेरि के थियो भने साधु आँखा चिम्लिएका थिए साधुले देखेनन् कसले ल्यायो खाना सबैलाई राखिदियो ऊ भागिहाल्यो अनि एकैछिनमा यसो हेरेर खाना दाल पनि छ सबै कुरो छ अब कसैसँग आइपुग्यो खानेकुरा त जरो आइपुग्यो कहाँबाट आएका थिए साधु बेलुका पनि यति बसेछन् भोलिपल्ट पनि त्यसै गरी ल्यायो पर्सिपल्ट चाहिँ साधुले आँखा चिम्ले झैँकी गरे तर कसले ल्याउँदो रहेछ यो खाना भनेको चाहिँ विचारमा बसेन भरे यसो हेर्नु त भेटायो खै त कहाँ भएको छ
नभाग्ने यहाँ बस मलाई यत्रो 3 दिन भयो भोजन गराएको कहाँ जान आँटेको बस्नु डराउँदै डराउँदै बसेछ प्रभु मलाई केही नभनिदिनु कता चोरौँ भनेको चोरका खुट्टा काट गर्न खुट्टा झिक्यो गरे कि त्यसै गरेको म चोरौँ भनेको अनि त्यसै एउटा चोरौँलाई मैले मिठो खानेकुरा पनि चाहिँ चोरेर ल्याएको भए पनि खाइयो नि त के गर्नु तर अब एक दुईवटा ज्ञानका कुरा दिन्छु सम्झौँ भन्नु हजुर के मतलब यस्तो यस्तो पेसा त नचोरिकन त मलाई हुँदैन भने त तँलाई तीनवटा ज्ञानका कुरा दिन्छु तैँले यो 3टा कुरा चाहिँ कहिल्यै तिमी नबोल्नु मलाई 3टा मन्त्र दिनुभएको छ निमक हराम काम नगर्नु जसको नुन खाइन्छ भने त्यसको राम्रो गर्नु काहीँ कथा पुरानो लागेका ठाउँमा अब्जर टुडिहालियो भने कथा सुन्नु एकै बाटो काटेर चक्कै नजानु कथा हुँदै रहेछ भन्ने यस्तो जानु भगवान्लाई घुम्नु 2 शब्द कथा सुन्नु अर्को काहीँ दुर्व्यवहार जस्तै परस्त्री गमन आदि कार्यमा आफू देखियो काहीँ त्यस्तो हल्ला चल्यो लो फलानु त फलानु छोराले यस्तो हिँडेको त सम्बन्ध थियो अर्थात् यस्तो नाता थियो अर्थात् भएन परस्त्रीको लसपसमा त्यस्तो देखिहालियो भने पनि त्यस्ताको वास्ता नगर्नु आफ्नो कर्म आफूले भोगिराखेका हुन्छ ती जसले गल्ती गर्दछ त्यसैले त्यो कर्म भोगिराखेको हुन्छ त्यसको भागी आफू मिल्दैन त्यसको कुरै नसुन्नु घट्नु त्यसो यस्ता किसिमले 2-3वटा कुरा सिकाउनु भएको हुन्छ भने त गएछ चोरेर लगेको सम्पत्ति पनि सोध्यो चोर्न जाने बेलामा त्यसले बिरानीमा जान्छु भनेको थियो सुनका झारीमा चन्दन अक्षता पुष्पले श्रीमानको पूजा गरिन् त्यो पूजा गर्नु भनेका सम्बन्धमा यो मैले एउटा गाउँले कथा ल्याएर सुनाएँ तपाईँहरूले पूजा गरिन् अनि त्यहाँबाट पूजा गरेर लुपतिले त जानुहोस् तपाईँको यो मङ्गलमय शरीर फेरि म देख्न पाऊँ किन त्यो एउटा खतरनाकै जीवन छ नि चोर्न जानु छ मार्छ कि के हुन्छ कि त्यो अनि उनले आशीर्वाद दिन्छन् ऊ त एउटा पतिव्रता नारी थिइन् आशीर्वाद दिन् मेरो श्रीमानको मङ्गलमय शरीर मैले देख्न पाऊँ भनेर उनले पूजा गरिन् माला लगाइन् पाउजी दिन् र बिदा राम्ररी हाँसीमुखले बिदा गरिन् त्यहाँबाट गएछ बाटो त्यो चोर्न भनेर गयो सिपालु पनि थियो पढेको पनि थियो सबै जानेको पनि थियो चोर्न भनेर जाँदाखेरि त्यताबाट त सबै त राजाकै दरबारमा पसेछ भित्रबाट राजाको दरबारमा पसेछ पस्नका नाति पुलिस पता गएका थिए पनि भित्र पसिसकेपछि पुलिस आएर ठ्याक्क दैलामा बसिदिएछन् सुनिएछ अनि त्यहाँबाट चाहिँ सबै बोरामा त्यो हिरा मोती सुन चाँदी भरेछ र अनि बाहिर निस्किनु पऱ्यो भनेर यसो आउँदा त यसो चिनी पनि देखेछ त्यहाँ त्यो चिनी पनि 2जना भएर त्यसो चिनी हालेको 2 रुपियाँ खाइन्थ्यो भनेर चाहिँ हाल्छ बोरामा अनि यो नुनको के भनेर भने गरौँ मात्रै हुन्छ भनेर यस्तो बडो खाए त नुनको खाइयो अनि त्यहाँबाट त्यो निमक हराम काम त कहिल्यै नगर्नु भनेर बुढीले मलाई सिकाएको थियो अब यो चोरियो पनि झोलामा हालियो पनि फेरि यसैको नुन खाइयो जसको नुन खाइन्छ भने त्यसको चाहिँ सिधा गर्नु है भनेर गुरुले त मलाई मन्त्र दिएको यो त मैले चोर्नु भएन नि हो भनेर निस्किने भएको पुलिसले पक्रियो केही नलिकन अनि भित्र यसो पक्रिँदा त यसो बोरामा केही हुन्छ नि त्यो भित्र लगेर राख्दै गर्दा पक्रियो यो चोर्नु नहुने रहेछ भनेर ऊ राख्दै थियो त्यतिखेर पक्रियो भरे त्यसको सुनवाई भयो के हो त भन्दाखेरि किन त भित्र लगेर त्यो सामान किन राख्दै थिइस् त्यो चाहिँ के हो कुरो भन्छ भन्दाखेरि मैले गुरुको मन्त्र यस्तो पाएको थिएँ जसको नुन खान्छु त्यसको म कसै पनि छोड्दिनँ निमक हराम काम म कहिल्यै पनि गर्दिनँ भन्ने मेरो प्रतिज्ञा थियो त्यसो भएको हुँदाखेरि म राख्दै थिएँ त्यो चोर्ने कक्षमा म थिइनँ भनेको के हौ त सत्यवादी कोही रहेछ हौ त जस्तो मान्छे त मलाई त चाहिएको थियो बस मेरो दरबार मेरो खयाली मलाई यस्तो वाक्क भएको छ विश्वासिलो मान्छे नभएर घरमा मलाई विश्वासको पात्र चाहिएको मेरो नुन खाएपछि त मेरो सोझो गर्दो रहेछ किन जान्छ बस भनेर राजाले दरमा दिएर आफ्नो द्वारपाल बनाएर राख्नु त्यो श्रीमतीका प्रसादले